युएईमा जारी टी20 सिरिजमा नेपाल र वेस्ट इन्डिजले आज तेस्रो तथा अन्तिम म्याच खेल्दैछन्। यी दुई टिमबीचको खेल मंगलबार राति 8:15 देखि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ। श्रृंखलामा नेपाल अहिले 2-1 ले अगाडि छ। नेपालले पहिलो र दोस्रो खेल क्रमशः 19 रन र 90 रनले जितेको थियो। नेपाली टिम तेस्रो खेल पनि जितेर श्रृंखला 3-0 ले क्लिन स्वीप गर्न चाहन्छ। यदि यो खेल जितेमा नेपालले अर्को इतिहास रच्नेछ। नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्र विरुद्धको सिरिज जित्न सकेको छैन। उता क्यारिबियन टिम सान्तोना निकालेर क्लिन स्वीप हुनबाट जोगिने संघर्षमा हुनेछ। जारी सिरिजमा ऊ खराब लयमा देखिएको छ। विशेष गरी वेस्ट इन्डिजको ब्याटिङ निकै कमजोर देखिएको छ। टिममा कयौं चर्चित लिग खेलिसकेका खेलाडी भए पनि उनीहरूले अनुभवको सदुपयोग गर्न सकेका छैनन्। लगातारको खराब प्रदर्शनका कारण वेस्ट इन्डिजलाई आइसिसी टी20 वरियतामा घाटा हुने देखिन्छ। ऊ अहिले वरियताको 6औं स्थानमा छ। यता लगातार 2 जित निकालिसकेको नेपालले वरियतामा सुधार गर्ने सम्भावना बलियो छ। नेपाल अहिले टी20 वरियताको 18औं स्थानमा छ। नेपालले मंगलबार पनि जित निकालेमा वरियतामा व्यापक सुधार गर्नेछ। त्यसैले नेपाल आज पनि शानदार प्रदर्शन गरेर जितमा ह्याट्रिक गर्न चाहन्छ। तेस्रो खेलमा नेपालले प्लेइङ 11मा 2 खेलाडी परिवर्तन गर्न सक्छ। नेपालले आजको म्याचमा सोमपाल कामी र ललित नारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम र शाहब आलमलाई मौका दिने सम्भावना रहेको हो। सिरिज जितिसकेकाले सबै खेलाडीलाई अभ्यास प्रदान गर्नका लागि नेपालले तेस्रो खेलमा 2 खेलाडी परिवर्तन गर्न सक्छ। लेग स्पिनर सन्दीप लामिछानेले भने तेस्रो खेल पनि गुमाउने सम्भावना छ। उनी अघिल्लो 2 खेलमा पनि लगातार टिम बाहिर रहे। सन्दीपले अहिलेसम्म आफू नखेल्नुको कारण खुलाएका छैनन्। यसरी हेर्दा तेस्रो म्याचमा नेपालको प्लेइङ 11मा आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन कुमार झा, लोकेश बम, दिपेन्द्र सिंह ऐरे, मोहम्मद आदिल आलम, करण केसी र शाहब आलमले मौका पाउन सक्छन्। तपाईको विचारमा तेस्रो खेलमा नेपालको प्लेइङ 11मा परिवर्तन गर्नुपर्छ कि पर्दैन? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुदसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।